हेलो हेलो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। आज चाहिँ म गोठालो आएको होइन, अनि एक्लै झ्याउ लाग्यो के गोरुको मुख कति हेर्नु हेर्दा हेर्दै झ्याउ लाग्यो। यिनी चाहिँ हाम्रा गोरु हुन्, मस्तले चरिराखन्। अनि हाम्रो ठुलबा माथि हुनुहुन्छ, ठुलबा गोरु माथि रह, म हेरी तल हो। ठुलबा चाहिँ मोबाइलमा बिजी हुनुहुन्छ। गर्मी पनि के साह्रो हो कि मेरो, अनि गोरु हेर्न आएको यस्तो भएर नि पसिना र असिना भएर कति धेरै गर्मी छ के पहाडमा पनि, बाहिर त निस्किनै सकिन्न हो दिउँसोमा। अनि छुवाहरूले सबले छाता लिएर आउनुभएको रहेछ, म त छाता बिना यस्तै मेरो। अनि माथि एकछिन माथि त बसेको त काम लागेन भन्नै मरेन। चाहिँ म शीतलमा हो। के भयो हाम्रो गोरुलाई? ठुलबा ए ठुलबा ठुलबा सुन्दै सुन्नुहुन्न क्या ठुलबालाई। फेरि गोरुहरू जुत्छन् कि जस्तो लागिरहेको क्या हाम्रो गोरु यहाँ छन्। अनि बेसी ठुलबा गोरु त्यहाँ छन्। अनि ठुलबा फेरि त शीतलमा बस्नुभयो कि देखिनुहुन्न। मोबाइलमा बिजी हुनुहुन्छ, मोबाइल बजाउनु भयो होला क्या, त्यही भएर सुन्दै सुन्नुहुन्न। अब 3:14 भइसक्यो, 4 बजीतिर लाने भनेको। अब एकछिनपछि लगेर जानु पर्यो गाइस। ल यही भन्न आएँ कि म राखेँ ल। ठुलबा तपाईँलाई म कति धेरै बोलाएँ होइन, तपाईँ सुन्दै सुन्नु, तपाईँ मोबाइलमा बिजी हुन। सासबाट मात्रै तल देखाउँदाखेरि किन बोल्नुहुन्न त? किन बोल्नुहुन्न त? नै कि तँदेखि मैले गोरु दुधमा ठुल्बा भनिरहेको, तपाईँ बोल्दै नबोल्ने, सुन्दै नसुन्ने, मोबाइलमा बिजी हुनुहुन्थ्यो होला। अनि आफू छाता ल्याएर आन्दोले बस्न हो। म भन्नुहुन्छ पारीदेखि घाममा यस्तो टाउको दुखेर घामले छाता ल्याएर आउनुपर्छ। छाता ल्याइन बोकन त हुन्छ भनेर बोकन त हुन्छ। नाम लाएर बोक्ने ठुलबा केही ल्याएर आउनु नखाएन, खानेकुरा बखडा सखडा पानी पनि लिएर आउनु त। कतिखेर पुग्नु थियो गोरु? मैले पनि 1:30 बजीतिर पुगाएको थिएँ। बुवा काम आऊ जान्छु भन्नुहुन्थ्यो, अनि त्यही भएर फुकाएर लिएर आएको थिएँ। ठुलबा जुत्छ नि त हाम्रो गोरु त, भाइ गोरु कसै गोरु जित्छ नि त?